अब हेर्नु है 5 मिनटमा हाम्रो आइडिएम लियो, डाउन ट्रेन्डको बजार छ, बस गरेर लोवर हाई कन्फर्म गर्यो है। यहाँ हाम्रो लोवर लो थियो, अहिलेलाई 2818 चाहिँ हाम्रो अब चक छ चेन्ज अफ क्यारेक्टर भनेको। अब यदि 2818 माथि बन्द हुन्छ भने 5 मिनटमा तपाईँको अप ट्रेन्ड लाग्छ। 2818 भनेको चाहिँ 15 मिनटमा यहाँ हाम्रो एउटा रिजेक्सन ब्लक बनाएको छ। यो हाम्रो रिजेक्सन ब्लक हो है। 2818मा चक चाहिँ हाम्रो 2846मा छ। अहिले हालैलाई कि त बस गर्नु पर्यो, 2759 मुनि आउनु पर्यो, अनि त्यसपछि यो बल्ल चक हुन्छ है। अहिलेलाई माथि माथि नै खेलिरहेको छ। सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के हो भने हामी डेली अर्डर ब्लकमा छौँ 2743देखि 2797मा, र यहाँ हेर्नुहुन्छ भने साइडवेज खेलिरहेको देखिन्छ। र हेर्नुहुन्छ भने यहाँ हेर्नु त विकहरू बनेको यति तल आछ अनि रिजेक्सन लिएछ, तल आछ रिजेक्सन लिएछ। यो अर्डर ब्लकको 50%। यहाँ हेर्नुहुन्छ नि यो अर्डर ब्लक, त्यसपछि यहाँ हाम्रो भल्युम इम्ब्यालेन्स पनि छ है। अर्डर ब्लक विथ भल्युम इम्ब्यालेन्स यो एउटा राम्रो सपोर्ट हो। त्यही भएर अहिलेलाई 2743 भन्दा तल क्लोज नहुँदासम्म त तपाईँको यही ठाउँमा साइडवेज खेलेर चढ्ने हो है। अब अर्को कुरा, हाम्रो जुन मार्केट स्ट्रक्चर सिफ्ट गरेको थियो है, यो अर्डर ब्लकको 50% लिएपछि जुन मार्केट स्ट्रक्चर सिफ्ट गराएछ त्यो अझै पनि भ्यालिड छ। यहाँ भत्का जस्तो गर्यो तर क्लोज माथि नै भयो। यहाँ हेर्नुहुन्छ भने यसको लो 2762 छ, यसको क्लोज 64मा छ, यसको लो 59 सम्म गएको छ तर क्लोज कतिमा भएको छ 68मा भएको छ, 62 भन्दा माथि नै हो है। त्यही भएर अहिलेसम्म यो भ्यालिड नै छ। यहाँ एउटा सानोतिरो डिस्प्लेसमेन्ट देखिन्छ, त्यसपछि फेरि यो ठाउँमा आएर यो यहाँ एक्सट्रिममा भएको अर्डर ब्लकबाट फेरि चढिरहेको छ। अब आज के हुनु पर्यो भन्दा है, यहाँ अर्को सेटअप के देखिन्छ भने तपाईँको यहाँ बुलिस थ्री क्यान्डल स्विङ बनेको छ। यो पहिलो क्यान्डल, यो दोस्रो क्यान्डल, यो तेस्रो क्यान्डल, यो त इनसाइड बार भयो है। आज कम्तीमा 27 है, 2795.98 भनेको 2796 भन्दा चाहिँ माथि नै बन्द हुनुपर्छ है। मिनिमम है बुलिस थ्री क्यान्डल स्विङ बन्नलाई 2796 भन्दा माथि नै बन्द हुनु पर्यो। र आजको राम्रो क्लोजिङ चाहिँ 2818 माथि हुन्छ, जसले गर्दा हाम्रो चक पनि हुन्छ। चक पछि एउटा सानोतिनो सेलिङ आउने ठाउँ चाहिँ यो हो है। तर चक भइहाल्यो भने चाहिँ तपाईँको अप ट्रेन्ड लाग्ने भयो 5 मिनटमा। 5 मिनट लागिसकेपछि 15 मिनटमा लाग्न सक्ने हुन्छ। तर 15 मिनटमा कति बेलासम्म लाग्दैन भने जबसम्म 2846 भन्दा माथि जाँदैन है। 5 मिनटमा चक भयो अब बजार फर्क्यो भनेर हुँदैन, 15 मिनटमा चक हुनुपर्छ। 5 मिनटमा चक भएर अलिकति बढा जस्तो गरेर त्यसपछि यो ठाउँमा सोधेर झर्दिन पनि सक्छ नि फेरि है। अहिलेलाई यो ठाउँमा गएर चक गर्न सकेन भने फेरि आउने चाहिँ बस आसपास नै हो। र इनकेस बसतिर आइहाले पनि मैले के भनिरहेको छु भने 2743 भन्दा तल बन्द हुनु भएन। अब लिक्विडिटीबाट हेर्दाखेरि है हामी अहिले डाउन ट्रेन्डमा छौँ है। अब यो यदि 2796 भन्दा माथि क्लोज भयो भने बुलिस थ्री क्यान्डल स्विङ बन्छ नि अपसाइडको बायस हुन्छ। अहिलेसम्म पनि डाउन साइडकै छ र हामीले 5 मिनटमा लिक्विडिटी हेर्ने हो भने यहाँ हाम्रो अस्तिको क्यान्डलको हाई त लियो तर मार्केट स्ट्रक्चर सिफ्ट गरेको छैन। एमएसएस गर्नको लागि 2773 भन्दा तल आउनु पर्ने हुन्छ, जुन अहिलेलाई त्योभन्दा धेरै नै माथि छ बजार है। अहिले 28 आसपास खेलिरहेछ। आजको राम्रो क्लोजिङ 2818 माथिको हुन्छ। आजको मिनिमम क्लोजिङ है, आज कम्तीमा पनि चाहिँ तपाईँको 2795 माथि क्लोज गर्नुपर्ने चाहिँ हुन्छ है। 2795.98 हो, त्यही भएर मैले 96 भनेको। अहिले हालैलाई मैले फेरि रिपिट गरेँ, हामी अर्डर ब्लकमै छौँ। 2743 भन्दा तल बन्द नहुँदासम्म हाम्रो यो सपोर्ट नै रहन्छ है। यति नै हो।